यी प्रकरणार्थ विज्ञानको परिचय र यसको क्षेत्र सम्बन्धमा छलफल गर्न गइरहेका छौँ। निश्चित सन्दर्भ र परिस्थितिमा प्रयुक्त हुने भाषिक व्यवहारलाई चाहिँ हामी प्रकरण अथवा प्रकरण भनेको के हो त भन्दा प्रकरण भनेको प्रसङ्ग हो, सन्दर्भ हो, परिस्थिति हो। सन्दर्भ, प्रसङ्ग र परिस्थिति अनुरूप को अर्थ प्रकट गर्ने अथवा सन्दर्भ, प्रसङ्ग र परिस्थिति अनुरूपको अर्थको अध्ययन गर्ने विज्ञानलाई प्रकरणार्थ विज्ञान भनिन्छ। प्रकरण प्लस अर्थ। प्रकरण भनेको सन्दर्भ, प्रसङ्ग, परिस्थिति, भाग, एकाइ, खण्ड, अंश भनेर चाहिँ हामीले प्रकरणलाई लिने गर्छौँ। प्रकरण प्लस अर्थ बराबर प्रकरणार्थ। सन्दर्भ, प्रसङ्ग, परिस्थिति अनुरूपको अर्थको अध्ययन गर्ने विज्ञानलाई प्रकरणार्थ विज्ञान भनिन्छ। प्रकरणार्थ विज्ञानले चाहिँ भाषाको प्रयोग पक्षको गहिरो अध्ययन गर्ने काम गर्छ। यसले भाषाको प्रयोग सम्बन्धमा चाहिँ गहन ढङ्गले अध्ययन गर्ने काम गर्ने भएकोले यसलाई चाहिँ प्रकरणार्थ विज्ञान भनिएको हो। प्राय यो अर्थविज्ञानको पनि एउटा गहन अध्ययन क्षेत्रभित्र अथवा अर्थविज्ञानको गहन क्षेत्रभित्र ओगटिएको एउटा महत्त्वपूर्ण पाटोको रूपमा रहेको छ। बृहत नेपाली शब्दकोशले कुनै शब्दको क्रम, सिलसिला वा सन्दर्भ, प्रसङ्गका रूपमा प्रकरणलाई चिनाएको छ भने प्रयोगात्मक नेपाली शब्दकोशले पनि यसै अर्थ र अभिप्रायलाई कुनै न कुनै प्रकारले स्पष्ट गरेको पाइन्छ र सन्दर्भ, प्रसङ्ग र परिस्थिति अथवा सिलसिला अथवा क्रम अनुसारका कुरालाई चाहिँ शब्दकोशले पनि परिभाषित गरिदिएको छ। प्रकरणार्थ विज्ञानले भाषिक एकाइको कोशीय अर्थ र अभिप्रायलाई केलाउनुभन्दा त्यस एकाइभित्रको चाहिँ रूप, शब्द, पदावली, उपवाक्य, वाक्य, अनुच्छेद, परिच्छेद आदिको चाहिँ सन्दर्भ वा प्रसङ्गमा अर्थ र अभिप्रायलाई नियाल्ने काम गर्छ। यसले सानो सानो एकाइ भन्दा पनि त्यो भित्रको समग्र पक्षको चाहिँ सन्दर्भ र प्रसङ्गमा राखेर अध्ययन र विश्लेषण गर्ने काम चाहिँ प्रकरणार्थ विज्ञानले गर्छ। प्रकरणार्थ विज्ञानलाई प्रयोगार्थ विज्ञानको रूपमा पनि चिन्न सकिन्छ। यसलाई चाहिँ प्रकरणार्थ विज्ञानलाई चाहिँ प्रयोगात्मक अथवा प्रयोगार्थ विज्ञान पनि भन्ने गरिन्छ। यो हाम्रो दैनिक व्यवहारमा, हाम्रो भाषिक व्यवहारमा प्रयोगमा आउने गर्छ र यो प्रकरणार्थ विज्ञानको कुरा गर्दा चाहिँ प्रकरणार्थ विज्ञानको उल्लेख गर्ने पहिलो व्यक्ति भनेको चार्ल्स मोरिस हुन्। चार्ल्स मोरिसले 1938मा चाहिँ यसलाई यस सम्बन्धी धारणा अघि सारेका थिए। यसलाई सङ्केत विज्ञानको शाखाको रूपमा पनि उनले चिनाउँदै उनले सङ्केत विज्ञानभित्र वाक्य विज्ञान, अर्थविज्ञान र प्रकरणार्थ विज्ञानलाई राखेर प्रस्तुत गर्ने काम गरेका छन्। प्रकरणार्थ विज्ञान अर्थविज्ञानको एउटा क्षेत्र हो। भाषिक एकाइको अर्थ स्पष्ट गर्न भाषिक एकाइका उच्च श्रृङ्खला र त्यसको पृष्ठभूमिलाई निहाल्नुपर्ने कुरामा यसले जोड दिएको पाइन्छ। र प्रकरणार्थ विज्ञानको कुरा गर्दा जस्तै हामी यो अर्थको अथवा प्रयोगपरक पक्षसँग गाँसिएर आउँछ भन्ने कुरालाई हामी कसरी व्यक्त गर्न सक्छौँ त भन्दाखेरि चाहिँ प्रकरणार्थ विज्ञानले चाहिँ समय, सन्दर्भ, परिस्थिति, प्रसङ्ग अनुसारको अर्थ व्यक्त गर्ने गर्छ। यो अभिधा, लक्षणा र व्यञ्जना भन्दा पनि अझ गहन अथवा अझ बृहत र गहिराइमा पुगेर अर्थिने गर्छ। जस्तै तपाईँको कोठामा अथवा तपाईँको घरमा कोही मान्छे आयो, तपाईँलाई कस्तो गर्मी भयो भनिराखेछ, कोही साथी आछ भने कस्तो गर्मी भयो भाइ भन्यो भने तपाईँले भाइ मलाई पनि गर्मी भएको थियो भन्नुहुन्छ, या उसलाई पङ्खा खोलिदिने, चिसो पानी खान दिने, पङ्खा बत्ती गएको छ भने झ्यालढोकाहरू खोलिदिने गर्नुहुन्छ। त्यो किन गर्नुहुन्छ त? उसले त मलाई झ्यालढोका खोलिदेऊ, पङ्खा खोलिदेऊ भनेको त छैन। तर पनि हामीले उसले बोलेको व्यवहारबाट हामीले चाहिँ के गर्छौँ त, उसलाई त्यही अनुसारको व्यवहार गर्ने गर्छौँ। जस्तै कस्तो तिर्खा लाग्यो
कोही आयो होइन कस्तो तिर्खा लाग्यो भन्यो भने ए भाइ मलाई पनि तिर्खा लागेको थियो भन्छौँ त हामीले भन्दैनौँ नि। पानी ल्याएर खान दिन्छौँ तर उसले पानी मागेको त हुँदैन नि, पानी नमागे पनि हामीले उसलाई पानी ल्याएर खान दिन्छौँ। त्यसैले यो उसले उसको आशयलाई बुझेर, वक्ताको आशयलाई बुझेर व्यवहार गर्ने प्रक्रियाको अध्ययन गर्ने विज्ञान भनेको चाहिँ प्रकरणार्थ विज्ञान हो। जस्तै कसैको घरमा कस्तो राम्रो राम्रो तरकारीहरू फलेको छ, के भनौँ अहिलेको सिजनमा कोही घिरौँलाको सिजन छ होइन, घिरौँला फलेछ, ओहो तपाईँको बारीमा त कस्तो घिरौँला फले रहेछ, तर हाम्रोमा त एउटा फलेन, म त कस्तो राम्रो मान्छु भन्यो भने तपाईँले के बुझ्नुहुन्छ त? उसले घिरौँला मागेको भन्ने कुरा बुझिहाल्नुहुन्छ। दिन मन लाग्यो भने चाहिँ ए तपाईँकोमा नफले के भयो र, हामी दिन्छौँ त, सबैले बाँडीचुँडी खाने त हो नि भनेर दिइहाल्नुहुन्छ। तर तपाईँलाई दिन मन लागेन भने के गर्ने, हामीले पनि अहिलेसम्म टिपेर खाएको छैनौँ, भर्खर फल्दैछ भन्नुहुन्छ। उसले पनि त्यो आशय बुझेर आफ्नो कुरालाई त्यही अनुसार अगाडि बढाउने गर्छ। र यसरी सन्दर्भ, प्रसङ्ग, परिस्थिति अनुसार शब्द अथवा भाषिक व्यवहारमा अथवा भाषिक व्यवहारको गहन ढङ्गले अध्ययन गर्ने विज्ञान भनेको प्रकरणार्थ विज्ञान हो। प्रकरणार्थ विज्ञानका पनि आफ्नै क्षेत्रहरू रहेका छन्। प्रकरणार्थ विज्ञानका क्षेत्रहरूमा चाहिँ यो सन्दर्भ, निर्देशन र पूर्व अवधारणा, सन्दर्भ, निर्देशन, पूर्व अवधारणा, त्यसपछि व्यञ्जना र वाक्क्रिया गरेर चाहिँ 5वटा छ। तर हाम्रो बिएडको सिलेबसमा चाहिँ सन्दर्भ, निर्देशन र पूर्व अवधारणा गरेर 3टाको बारेमा मात्रै पढ्नुपर्ने हुन्छ। र सन्दर्भ भनेको कस्तो हो त? सन्दर्भ भन्दा बित्तिकै हामी कुनै पनि